सम्पूर्णमा एउटा विशेष गरी मेरो लागि चाहिँ अनौठै हो यो। अब तपाईँहरू सुन्नेलाई कस्तो लाग्छ, यो चाहिँ सेल्फ ड्राइभिङ भन्छ होइन, फुल सेल्फ ड्राइभिङ। हेर्नुहोस् यो टेस्ला हो र यो गाडी अहिले हामी हाइवेमा कुदिरहेका छौँ। अब स्पिड हेर्नुहुन्छ भने अहिले ट्राफिक छ र पनि 70 को स्पिड हो। अहिले 67 मा गइरहेको छ है, 65 होइन, यसरी भइरहेछ ट्राफिकको कारणले। र यो चाहिँ यो अहिले चाहिँ पुरै सिस्टमले नै कुदाइरहेको छ। मैले यहाँ टच पनि गरेको छैन। हेर्नुहोस् कि स्टियरिङ म मजाले यहाँ अहिले यसरी भिडियो लिइरहेको छु। र यो पहिले चाहिँ हामी सानोमा फोन बन्दैछ अरे, फोनमा हेर्दै हेर्दै बोल्न पाइन्छ अरे भन्थे, त्यो कुरा पनि देखियो भोगियो। त्यो अरे भन्थे, त्यो अनौठो लाग्छ नि त्यस्तो कुरो गर भने होइन। अरे है त्यो त कहाँ हो त, हुन्छ त। त्यस्तै यो अब गाडी पनि रोडमा आफै कुदाउँछ अरे भन्दा अनौठो लाग्थ्यो। 1 वर्षसम्म मलाई अनौठो लाग्थ्यो। अहिले अब आफै चाहिँ नि अब यसरी यस्तो यो स्पिडको बाटोमा हाइवेमा होइन पुरै चाहिँ नि आफै कुदाइरहेको छ गाडी। म चाहिँ बस्ने मात्रै हो। गफ गर्दै गर्दै अब यता गोविन्दजी पनि हुनुहुन्छ। गोविन्दजी पनि इन्जोय गरिराख्नु भएको छ टेस्लामा होइन। र रमाइलो हुँदो रहेछ है। र यो मेरो एक्सपिरियन्समा चाहिँ टेस्ला गाडी चाहिँ लामो यात्राको लागि चाहिँ अति राम्रो हुने रहेछ। नगलिने होइन, सबै चाहिँ अब उसैले ड्राइभिङ गरिदिन्छ, आनन्द हेर्दै हेर्दै हिँड्न पनि पाइने। अब हेर्नुहोस् है, मैले अहिले यहाँ मैले कुदाएको छुइनँ, आफै कुदाइराखेको छ यो टेस्लाले। अब मेरो चाहिँ म यहाँ अहिले एउटा स्टोरमा जाँदैछु, पसलमा। त्यो जाने क्रममा चाहिँ ल नि त फुल सेल्फ ड्राइभिङमा जाउँ भनेर गइँदैछ हामी दुईजना। र अब हाम्रो एक्जिट लिने बेला भयो। अब उसले यहाँ लाइट पनि दिइसक्यो आफै। फेरि मैले यहाँ टच गरेको छैन, हेर्नुहोस् हो। अब यसले एक्जिट लियो है हो। यो सबै कुरा मेन्टेन गर्छ। र कुदाउँदाखेरि बरु हामीले कुदाउँदा घरिघरि लेन छोडेर गाडी लेफ्ट राइट पनि जान सक्छ। अनि यताउता हल्लिने होइन, पेसेन्जरलाई त अझै कस्तो हल्लाएको भन्ने फिल हुन्छ। अब यसको यो फुल सेल्फ ड्राइभिङमा चाहिँ लाइक प्लेनमै हिँडे जस्तो हुने रहेछ। कतै हल्लिने ओर्ने केही छैन, स्मुथली सर दिइराखेको छ उसले। अनि आफू पनि अब स्पेसली यो नयाँ ठाउँमा हिँड्न डुल्न जाँदा चाहिँ साह्रै मजा आउने रहेछ। दायाँ बायाँ हेर्दै हेर्दै हिँडो। अब उसले नै लगिदिन्छ कता लाने। अब यसले लेफ्ट लाइट दिइसक्यो है होइन है, लेफ्ट लाइट दिइसक्यो। लेफ्ट जानु छ, उहाँ लाइट बलेको छ, कुदेर आयो अनि यहाँ स्लो गर है होइन, पुरै स्पिड दियो अनि यहाँ लाइट मेनमा टर्निङ स्लो दियो। ल सर चाहिँ नि छ। र मैले हामी चाहिँ हाइवे छोडेर फेरि लोकल बाटो लागिँदैछ र यसरी होइन छ। र बाँचे छ भने जे पनि देख्न पाइन्छ भन्दै देखियो। अब अहिले अब यो अनौठो लाग्ने कुरामा अघि मैले भने तपाईँको फोन गर्दाखेरि मान्छेलाई हेर्दै हेर्दै त त दुब्लाई छस् त यार, है मोटाइ छस् त ओहो भन्ने कुरा गर्न पाइन्छ अरे भन्दै गरियो। त्यसपछि अब रोडमा चाहिँ आफै गाडी कुद्ने आउँछ अरे, कुदाउनु पाइन्छ अरे भन्थे, कुदाउन थालियो। अब अहिले के हल्ला आइरहेको छ भने, हल्ला होइन भइसक्यो, अब उड्ने कार आउँदैछ। तर म त्यसमा अझै कन्फिडेन्स चाहिँ भएको छु त उड्नेमा होइन। पहिले चाहिँ यो सेल्फ ड्राइभिङ यस्तो पनि कन्फिडेन्स थिएन ममा। अब अहिले मलाई कन्फिडेन्स बढिसक्यो यो। किनभने यो आफूले कुदाउनु भन्दा यसमा मजा छ होइन, धेरै आनन्द भएको छ। एकछिन न्याप लिन्छु भन्दा पनि हुन्छ। तर अहिले चाहिँ फुल्ली सुपरभिजन चाहिँ छैन। तैँले कमसेकम आफूले पनि हेर्दै गरै भन्छ। अहिले चाहिँ अब बन्दैछ, अर्को सफ्टवेयर बन्दैछ, त्यो चाहिँ मान्छेको सुपरभाइज बेगरै पुरै कुद्छ उसले, सिस्टमले त्यो बनाउँदैछ अहिले। इलन मस्कले अस्ति भन्दै थियो अर्निङ कलमा पनि। त्यसो भएको हुनाले अब यो त्यस्तै अब उड्ने कार आउँदैछ अरे भन्दा त्यस्तो गाडी त कुदाइन्छ जस्तो लागेको छैन मलाई। त्यो उड्ने यार के होला भन्ने छ नि त। हिजो यही रोडमा पनि सेल्फ ड्राइभिङ कुदाइँदैन होला, कहाँ त्यसरी मेसिनले अटोमेटिक कुदाएर सिस्टमले कुदाएको होइन भन्ने थियो। आफै कुदाउनुपर्छ भन्थ्यो, त्यो बिर्सियो। अब यसरी कुदाउन थाल्यो। त्यस्तै
अब त्यो उड्ने कार पनि आउँदैछ अरे अब यो चाइनामा त बनिसक्यो अब अमेरिकामा कहिले त्यसलाई एप्रुभ गर्छ त्यस्तै खालको कुन कम्पनी आउने हो हेरौँ र त्यसलाई पनि प्रयोग गर्न पाइन्छ होला बिस्तारै होइन अनि गोविन्दजी तपाईँलाई चाहिँ यो फुल सेल्फ ड्राइभिङमा तपाईँलाई अब मेरो ड्राइभिङमा भनौँ भने होइन मैले कुदाएकै छुइनँ तपाईँको अनुभवमा के लाग्छ भन्नुहोस् त यो बारेमा केही छ यो सेल्फ ड्राइभिङ कार जुन आयो टेस्लाको यसको जुन विकास प्रविधि यसले टेक्नोलोजी यहाँ लगायो नि यो चाहिँ एकदम हाई टेक रहेछ क्या एकदम राम्रो प्रविधि रहेछ एकदम सेफ एन्ड सिक्योर ड्राइभ गरेको देखियो हो त्यसले गर्दा चाहिँ नि अब यो मलाई चाहिँ के लाग्दैछ भने हुन त अब टेस्लाको स्टक पनि पुरै बढेको चाहिँ छ अहिले र पनि यसको फ्युचर चाहिँ राम्रै जस्तो लाग्दैछ क्या टेस्लाले राम्रै गरिरहेको छ फेरि यो टेस्ला भनेको कार कम्पनी मात्रै पनि होइन एआई कम्पनी टेक्नोलोजी कम्पनी पनि हो र यसको जसले प्रयोग गर्यो नि यसको फाइदा पनि राम्रो फिल हुने क्या कम्फोर्टेबल होइन मजाले अब अहिले सबै उसैले कुदाइरहेको छ अहिलेसम्म अब यहाँ राइट लिँदैछ हो ए राइट लिँदै ल हेर्नुहोस् ह्यान्डल घुमाउँछ हो ल हेर फेरि कम्फोर्टेबल पनि छ यसको मलाई अलिकति यो टेस्लाको के चाहिँ समस्या छ भने अलिक यो खाल्टाखुट्टीमा यसले दिँदैन तर्काउँदैन होइन अलिक घन्टागुन्डुङ हाल्दो रहेछ अनि धेरै लेफ्ट राइटको जिगज्याग बाटोहरू छ भने कहीँ चाहिँ मिस गर्दो रहेछ अनि कहीँ अरू एउटा एक्सपिरियन्स चाहिँ मेरो के भयो भने यसमा लाइट अब येल्लो थियो कुदायो रेड भइहाल्यो नि बिचमै गएर यो फुल सेफ ड्राइभिङ चाहिँ टट गरेर अफ भनिदियो आफैले कुदाउनुपर्छ त्यस्तो कुनै समस्या चाहिँ आउँछ त्यसले गर्दा त्यही भएर सुपरभिजन चाहिन्छ भनेको छ यसले होइन अहिलेको यो सिस्टममा चाहिँ तर बिस्तारै यसलाई यो पनि आवश्यकता छैन अब यता हालो यसले ल अब यसले चाहिँ नि मैले मेरो अब स्टोरको एड्रेस राखेर गएर चाहिँ यसले कहाँ लगेर रोक्छ भन्ने कुरा छ हेरौँ के गर्छ होइन अब हामी अब यो एक्सपिरियन्समा छौँ यसले के गर्ने यता जान खोजे जस्तो पनि गरौँ अब यसले यो डेस्टिनेसन हेर भन्छ कि किनभने स्टोर त हाम्रो यहाँ चाहिँ यसले त्यहीँ लगेर अगाडि नै राख्छ जस्तो चाहिँ लाँदैछ है ए ल ए र स्टोर चाहिँ यहाँ यो ठ्याक्कै ल द ब्युटी बार ठ्याक्कै थ्रेड एन्ड वाक्स होइन नम्बर हेर्नुहोस् 8831 न्युबर्ग रोड भन्ने ठाउँमा ल्याएर उसले चट्टै पार्क गरिदियो गाडी ल यस्तो छ र तपाईँहरू सबैलाई पनि हेर्नुहोस् टेस्ला भनेको टेस्लाको एक्सपिरियन्स हेरेर पनि हुन्छ नि खरिद गर्नु नगर्नु तपाईँहरूको विचार हो मैले मेरो एक्सपिरियन्स चाहिँ सेयर गरेको हो होइन म टेस्लाको दलाल पनि होइन एजेन्ट पनि होइन मैले यसबाट पाउने केही छैन तर मैले आफ्नो अनुभवमा चाहिँ राम्रै लागिरहेको छ मजा आइरहेको छ र तपाईँहरूलाई पनि यस्तो छ है भनेर देखाउन कोसिस गरेको स्पेसली अब हाम्रो एक्सपिरियन्स होइन तपाईँ हाम्रो एक्सपिरियन्स अरूलाई मनपर्छ भन्ने त छैन नि तर यस्तो चाहिँ छ है भनेर देखाइयो ल थ्याङ्क्स फर वाचिङ बाई